वाउ, यो स्पिच सुनेर त यस्तो गृहमन्त्री साहबको जुन छ नि स्पिच, सुदन गुरुङको गृहमन्त्री साहबले आजसम्म नेपालको इतिहासमा आजसम्म यस्तो स्पिच मैले कदापि सुनेको थिएन। अनि सुन्न पनि मन लाग्थेन। किन भन्दाखेरि मलाई मन पर्थेन जुन देशको बारेमा नेपालको बारेमा कहिल्यै राम्रो भनेनन् र नेपालको बारेमा भने तिनी हावामै उडाउने के, हावामै कुरा गर्ने। त्यस्ता गृहमन्त्री आए, त्यस्ता मन्त्री आए, त्यस्ता प्रधानमन्त्री आए जुन आज सुदन गुरुङले भन्नुभएको छ, माननीय सुदन गुरुङ गृहमन्त्री, प्रहरीको पुरा आइजिपी डिआइजी को टोलीलाई राखेर जुन स्पिच गर्नुभयो, भाषण गर्नुभयो नि भाइ, मनलाई एकदम हार्ट टचिङ भयो क्या। मतलब दिलदेखि नै सल्युट भयो, सल्युट गरेँ। यस्तो स्पिच मैले कहिल्यै सुनेको थिएन कि। मलाई बढुवा गरिदिनु पर्यो, मलाई सरुवा गरिदिनु पर्यो यो ठाउँमा बोर्डरमा भनेर मसँग मेरो दरवाजा अथवा कसैको दरवाजा नढकढकाउनु होला। त्यसको लागि तपाईलाई एकदम विचित्र ठाउँमा तपाईको बढुवा हुनेछ भनेर भन्नुभयो नि भाइ, माइन्ड ब्लोइङ भन्नुभयो उहाँले। जुन भन्नुभयो नि, स्पिच दिनुभयो नि, वाउ, मलाई यति मन पर्यो नि। बोर्डरमा मलाई खटाउनु होला भनेर मेरो बढुवा गरिदिनु अथवा मलाई सरुवा गरिदिनु बोर्डरमा भनेर मसँग मेरो दरवाजासम्म नआउनु होला, यसको लागि तपाईँलाई दुर्गम क्षेत्रमा हाल्नेछु भनेर भन्नुभयो नि भाइ। माइन्ड ब्लोइङ भन्नुभयो उहाँले। गृहमन्त्री यस्तो हुनु पर्यो क्या। मन्त्री भनेपछि स्पिच भनेको यस्तो हो। अनि अर्को कुरा, उहाँले जुन गर्नुभयो नि, गरिराख्नु भएको छ नि, माइन्ड ब्लोइङ। उसको त कुनै जति शब्द भन्यो त्यति नै कम छ क्या। यस्तो हुनुपर्छ मन्त्री। हो, म नेपाली हुँ भन्ने गर्व लाग्छ कि। यस्ता मन्त्रीहरू भयो भने पहिलाका तिनी चोर फटा, तिनी घुसखोरी। अनि पुरानो थाहा छ एउटा कुरा, नेपालमा प्रधानमन्त्रीहरू हुन्छन्। प्रधानमन्त्री कस्ता हुन्छन्? बुढेसकालका तिनी पुरानो भर्जनहरू। अहिलेका नयाँ भर्जनहरू हेर्नुहोस्, अपडेट हुन जरुरी छ। मान्छेको दिमाग, मान्छेमा पनि अपडेट हुन धेरै जरुरी छ। यो टेक्निकल लाइन मात्रै होइन कि सबै थोकमा हुन जरुरी छ। जुन आज चेन्ज भएको छ, प्रधानमन्त्रीदेखि लिएर गृहमन्त्रीसम्म, यस्तो हुनुपर्छ कि। यस्तो चेन्ज हुनुस्, ठिक छ। यसै गरी नेपाली बढ्यो भने, नेपाल अगाडि बढ्यो भने वाउ भन्न सकिन्छ आफ्नो देशको बारेमा। आज मलाई गर्व छ। तपाईहरुलाई कस्तो लाग्छ भन्नुहोस् है।